हेलो साथीहरू, स्वागत छ सबैजनालाई आजको मेरो नयाँ भिडियोमा। आज चाहिँ सुरु गर्दैछु म भ्लग दिउँसोबाट। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ हेरेर सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नदिनु होला। तपाईँहरूले हेर्नुहुन्छ सब्सक्राइब गरिदिनु होला। तपाईँहरूले सब्सक्राइब गरिदिनु, लाइक सेयर कमेन्ट गरिदिनु साथीहरू। तपाईँहरूको साथको सपोर्ट चाहिँ एकदमै खाँचो छ भन्न चाहे। माया गरिदिनु होला। मेरो भिडियो चाहिँ हेरेर कस्तो लाग्छ भनिदिनु होला, कमेन्ट गर्नु होला भन्न चाहन्छु। अब चाहिँ खाना खाने बोलाउन लागेको छ। आज चाहिँ मेरो भाइ आएको छ। तपाईँहरूले एकछिनमा देखाउँछु म मेरो भाइलाई। आजको दिन पनि यत्तिकै गयो साथीहरू, कामदाम नगरिकन। अब चाहिँ चिया खाने बेला भयो। खाना खाऊ, चिया खाऊ, नास्ता खाऊ, सुत बस, यति मात्रै भयो काम। अब चाहिँ हेर्नुहोस्, मैले चाहिँ चिया बनाएको छु। अब चिया खाने अनि बस्ने, अनि खाना बनाउने बेला हुन्छ, अनि खाना बनाउने, अनि खायो अनि सुत्ने बेला हुन्छ, अनि भोलि बिहान उठो। जानेको थियो बोल्दाले साथीहरू। यी चिया हेर्नुहोस्, यो चाहिँ चिया भयो। उता चाहिँ मेरो भाइ फ्री फायर हेर्ने, टिकटक बनाउने, यो चाहिँ टिकटकर हो एक नम्बरको। ल चिया ल, यो मेरो भाइ हो। केही भन्न चाहन्छस्? के होइन, मेरो दिदीलाई चाहिँ अलिक सपोर्ट गर्नु पर्यो, माया गर्नु पर्यो, च्यानललाई सब्सक्राइब गर्नु पर्यो। मेरो साथीहरू बटर कुटी बटर हैंचिक ए बटर हैंचिक ए बटर इधर हैंचिक। हामी चाहिँ चिया खाँदैछौँ साथीहरू। मिठो भएछ चिया, मैले पकाएको। ए पिपा जस्तो भएछ भन्नुभयो उहाँबाट। चिया पनि पिप जस्तो हुन्छ र साथीहरू, हजुरले भन्नुहोस्। भगवान् लिएर मलाई खोट लाग्यो यहाँ। किन खोट लाग्छ? चिया राम्रो भएको बल्ल राम्रो। ए त्यति राम्रो बनाएर दिँदैछन्। अनि हेलो गाइज मैले बनाइदिनु। ए यसलाई बनाउँछ अरे तिमी चिया। मलाई चाहिँ कुल्फी लिएर आइदियो, दुध लिन गएको। तैँले दिएको कुल्फी चाहिँ मिठो थियो। ल हेर्नुहोस्, यहाँ खाने सुत्ने बस्नेको बाहेक अरू केही कुरो छैन। माछा लिनु समुद्र जा, समुद्र गएर लिएर आउनु। समुद्र हाम्रो अङ्कलको सवारी भएको छ। हाई भन्नु। यसको सुगर जस्तै म्याङ्गो लस्सी बाहिर जाने यो टेस्टी म्याङ्गो। अङ्कल जाने बाहिर बुलाज लिन जाने बेलुका बसी हिँड्ने पनि बहुत नराम्रो बानी हो। नट टेस्टी टी। साथीहरू हामी चाहिँ यता पार्कतिर यसो यता हेर्न जाँदैछौँ। यहाँको नौलो पार्क नदेखेको रेमी हजुरले मलाई देखाउन लिएर जाँदैछु। हेर्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ। यता चाहिँ घर चाहिँ यस्तो छ नि, हाउसिङ बोर्डको घरहरू। यहाँबाट भित्र जाने पार्क छ। पार्क हेर्न जाने हो। ए यहाँ चाहिँ एलोभेरा लाउँदैछन्। यता हो यता यो त हाम्रो पहिला कपर किचन जाने बाटो होइन। भोलि एलोभेरा दल्दैछ। यहाँको चाहिँ सानो पार्क हो। यहाँ केटी खेल्न आउँदै थिए, खेल्दैछन् क्या हो सायद। हेर्नुपर्छ है।
साथीहरू यी ओहो यहाँ चाहिँ खेल्दैछन् यी पार्क हेर्नु यही हो हेर्नुहोस् यही पार्क हो यहाँ चाहिँ खेल्दैछन् यिनीहरू यहाँ यस्तरी खेल्दा रहेछन् के अरे ल यो रिङ्गाइदिनु त होइन ओए खेलिस् के रहेन यत्रो बच्चा खेल्ने ठाउँमा यति धेरैजना खेल्ने हेर्न सक्नुहुन्छ यहाँको मौसम यस्तो छ ठाउँ चाहिँ रमाइलो छ साथीहरू यता चाहिँ बस्नलाई हरियाली लहेर कान्छी आएकी छिन् हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला साथीहरू हेरेर चाहिँ लाइक गर्नु नबिर्सिनु होला अनि सेयर गर्न नबिर्सिनु होला यस्तो छ साथीहरू यता चाहिँ के रहेछ हेरौँ है त्यतातिर चाहिँ के रहेछ कुनै यतातिर चाहिँ यस्तो रहेछ त्यहाँ चाहिँ कति ठुलो ग्राउन्ड रहेछ एकदम ठुलो ग्राउन्ड रहेछ यहाँ चाहिँ हेर्नुहोस् भित्र जान दिन के गर्छन् थाहा छैन तर रमाइलो रहेछ ठुलो ग्राउन्ड रहेछ काग होइनन् परेवा हुन् क्या कति धेरै रहेछन् नि परेवा हुन् क्या तिनी कति धेरै रहेछ ल हेर्नुहोस् साथीहरू हामी चाहिँ घुमघाम मात्रै छ यता चाहिँ हेर्न आएको पहिलोचोटि यतातिर आएको थिएन हामीहरू आज हेर्न हिँड्दैछौँ अनि तिमीहरू स्कुल गएर आएको हौ अनि के पढ्यो कुन स्कुलमा तामिलमा तेरो नाम के हो भन्दै त तामिलमा भन्नु त्यस्तरी होइन के अब हामीले जस्तै मेरो नाम आराध्य मैले मेरो नाम सुषमा हो भन्यो भने तैँले तामिलमा मेरो नाम आराध्य हो भन्नु कान्छी साथीहरू हेर्नुहोस् यहाँ चाहिँ बाँदर उता नि कति धेरै साथीहरू हेर्नुहोस् त यहाँ यस्तोमा के राखेको त्यसले बाँदर आएका नि यहाँ सधैँ आउँछ नि है यता त हेरौँ बाँदर आएका साथीहरू यहाँ चाहिँ देखिएको रहेछ आज त बसेको छ कसरी फर्कियो त्योबाट देखिएन लैन समयको बुटोमा पात लिएर हिँडेछ मिया खाना आएका सधैँ दुईटा मात्रै आउँछ नि किन बथानै नआउने ल यहाँ चाहिँ नुहाइदिए गरेर रेडी भएर बस्नु भयो अब बल खेल्न चाहिँ जानु भन आज किन जानु भन आज बल खेल्न बल खेलेर यति ठुलो उपति गरेर आउनुभयो त्यसरी घाउ लाएर अहिले चाहिँ ठिक भयो यस्तै छ साथीहरू मौसम चाहिँ आज खासै गर्मी छैन है ठिकै छ हावा लाग्छ अहिले त खासै गर्मी छैन बट्टा फेरि आयो गयो भित्र कसरी उफ्रेर गयो के भित्र यहाँ चाहिँ हामीले यो फुल गाडेको यो फुल गाडेर सर्छ भनेर सारेको यो चाहिँ ओइलाएर गयो पानी नि हालेको छ यो चाहिँ के राम्रो कोपिला लागेको छ फुलको हुन्छ किन दुईचोटि बनाउनु
यहाँ चाहिँ आँप छन्, यो चाहिँ आँपको बुटो कति ठुल्ठुला छन् माथि, यहाँबाट देखिन्न हरियो छन् साथीहरू, तपाईँहरू यस्तो छ है। त्यो चाहिँ बेलाउतीको बुटो, तर त्यसमा बेलाउती चाहिँ फलेको छैन। हामीले त फेरि पनि चिया खाँदैछौँ साथीहरू। गर्मी छ, तर गर्मी भए पनि चिया चाहिँ एउटा नसा जस्तै भयो, चिया नखाइदिनु जान्न मिठै भएर चाहिँ। यता चाहिँ मेरो दिदी आउनु भएको छ। मैले चाहिँ घरि दिदी घरि आन्टी भन्छु, तर चाहिँ मैले आन्टी नै भन्न सरी दिदी नै भन्छु है। आन्टी भन्न आउँदैन। अङ्कलको अगाडि आन्टी भन्नुहुन्छ, त्यो अङ्कल दिदी भन्दा रिसाउनुहुन्छ कि भनेर साली भएर, नत्र भने मैले दिदी नै भन्छु। लिएर आइस फुरु पढेर त्यस्तो सिकाइ के खाने त नि आज चिकन दिदीले यस्तो गरम चाहिँ चिकन मात्र खाने। चिकन मटन लाइट क्या नि यसले चाहिन के लाइट पर्दैन, त्यो ढोका लैजान्छ। ढोका नलागिन जाऊ यो लगे हामी यहीँ छौँ त, तल किन ढोका लाउनु पर्यो त? हो त्यतिको अर्को मुत्र पानी हाले के पानी हालिहाल्यो धेरै छ। हेर्नुहोस् कागसाग कराएका छन्, हावा चाहिँ लागेको छ, त्यही भएर आज चाहिँ आज बाहिर आजको दिन नि यतिकैको अब भोलिको दिन नि यस्तै नै जाने होला। काम नगरी जानु। साथीहरू तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ भिडियो हेरेर भनिदिनु होला। सब्सक्राइब गर्नु नभुल्नु होला, सेयर गरेर सपोर्ट गरिदिनु होला। अनि अरू त केही छैन भन्ने, यही हो भन्ने। नेपालतिर त अहिले सबै खेता होला, नजै नै है, खेत रोप्दै होला। लामो दिन छ 5 वर्ष भएछ नेपाल छोडेको पनि, खेत नरोपे पनि 5 वर्ष भयो। तर अब गएर चाहिँ काम गर्न सकिन्न होला है। गमला रोप्नु खेत केमा रोप्ने अरे? ऊ त ट्रेनको गमला बिर्दाजीले कमला के अरे गमला खेत रोप्नलाई थाहा छ कसलाई? त्यसमा के वृद्धाश्रममा विद्यार्थीहरूलाई ए स्कुलमा त सिकाएका होला नि, सिकाएको केही छैन। हामीलाई पनि रोप्नै पर्छ भने रोपौँला। तर उता दिल्ली पन्जाबतिर चाहिँ खेत रोप्न गइछन्। हामी पनि जानु पाए हुन्थ्यो, तर यहाँ माटो साथीहरू हिलो धुलो माटो भन्दा त यही ठिक छ। नेपाल मन पर्दैन कपडा सुक्छन् हो त नि क्या। के छ र नेपालमा केही छैन, जानु हुन्छ नगर्नु हो त नेपालमा केही छैन। यहाँबाट पैसा पाइन्छ, यी ट्याक्क महिना मरेपछि पैसा पाइन्छ, खाना पाइन्छ, यी घुम्न जान पाइन्छ होइन। नयाँ नयाँ ठाउँ देख। साथीहरू मेरो भाइ पनि आउनुभयो। कहाँ गएर हो आएको? आज खसी स्पेसल खसी लिएर आएको मटन खै। ओ माई गड, भनेपछि आज चिकनै हो खाने। भित्र लगाएर राख, भित्र लैजाऊ। 2 फुटी हो आज। यस्तो गर खाना बनाउने तयारी छ। अब चाहिँ तयारी हुन लागेको छ। मासु चाहिँ आँखा गुन्नु हुँदैछ। अब चाहिँ खाना बनाउनु हो। नै चिया खानु, चियाको भोको चाहिँ म मात्रै होइन है साथीहरू, सबैलाई चिया खानु मन लाग्छ।
पगला तेल यसको छेउमा राखेर मैले उस गरेको नि त पगला तेल साथीहरू यति भन्दै आजको भिडियोलाई यहीँ बाई बाई भन्न चाहेँ मिलाउन फेरि भिडियोको नयाँ भिडियोमा त्यति बेलासम्मलाई यो भिडियोलाई हेरेर सब्सक्राइब गरिदिनु होला अनि सेयर गरिदिनु होला धेरै माया देखाइदिनु होला।